जानु त जानु मलाई के सोधेको छैन भने म के गर्न सक्छु जानु त बजार मलाई जानु भन्न खोजेको र के जान्छु पनि सुकेर पानी पनि हाल्दिन नि एउटी बुढीमा खाली मलाई मात्रै देखेका छैनौ खाना चाहिँ भन्न दिक्क लागेर आउँछ बहिनी 1 घण्टा भइसक्यो अहिलेसम्म आउँदिन यस्तो बेउरा हात मलाई रिस उठेर आउँछ भात पकाउनु छैन के मलाई मात्रै देखेको त दिन रात मैले खट्टु आउँदा पनि आउँदैन यति राति भइसक्यो भात पकाउनु छैन मलाई मात्रै देखेका छ के भयो आउनु भयो लु गएर भात पकाउनु त बजारमा प्याज मात्रै छ त हातमा अरु त केही छैन बजारमा त आलु र प्याज मात्र थियो आलु त घरमै छ प्याज मात्रै लिएर आएको इस्ती बराम के पारा हो के तपाईको यो प्याज ल्याएर प्याज खानु अब उता बारीमा होला जौटी पनि लिएर आऊ साग बारी अब भात पकाउन जानु अहिलेसम्म पकाएकै छैन तिमीले के गर्दै बस्यौ भित्र उयो सब्जी राखेको सब्जी राख्न पनि 10 मिनेट लाग्छ जाऊ पकाएर आऊ छिटो आज नन्दा पनि आउँदैछिन् थाहा छ कि नै अनि पकाउनु पर्दैन उसको लागि जाऊ बजार उता दोकान गएर मासु लिएर आऊ नन्दा आउनु गयो यसरी बुढीलाई के गर्छु भनेको सबै बिग्रिनु भयो चौपट भयो नि यो बुहारी पनि मलाई धेरै सताउने भई छोरी कतिखेर आउँछु नमी ओ मेरो छोरी आयो होला मै गर्छु नि ओ छोरी कतिखेर आयो अहिले भर्खर ए आउन घरमा पुरै कमिलाई भनेको नि के भाउजू भाउजू भित्र हुन्छ होला हौ फेरि भाउजूले के गर्नुभयो होला हजुरलाई त्यो भाउजूको मुख फुटाइदिनु आउनु हे गाइस सेना कार्कीको सर्ट भिडियोमा मिनी ब्लगमा स्वागत छ सो हामी फेरि 3 जना यहाँ प्रस्तुत भइसकेको छौं सो हामीले एउटा छोटो र मिठो बुहारी नन्द र सासूको रोल खेलेको थियौं मैले बुहारीको खेलेको थिएँ भने उहाँले सासूको खेल्नु उहाँले सासूको खेल्नु भएको थियो भने उहाँले नन्दको खेल्नु भएको थियो सो अब चाहिँ हामी आज चाहिँ फुल भएको छैन अब हाम्रो फुल गराउन चाहिँ हामी भोलिसम्म ट्राई गर्छौँ आजको लागि चाहिँ यति नै हुन्छ सो सबैले यो श्रेया कार्की भन्ने च्यानललाई सब्स्क्राइब गरिदिनु हुन हामी अनुरोध गर्छौँ र धेरै माया गर्नु लाइक शेयर सब्स्क्राइब र कमेन्ट चाहिँ गर्न नभुल्नु होला कमेन्ट गर्न चाहिँ नभुल्नु होला।